अधिकांश 70% मान्छेहरू एसियनहरूले दुध पचाउँदैनन्। ल्याक्टोज इन्टलरेन्स कल्पनाजी, म एउटा यो हिसाबमा हेर्दा एउटा डेनमार्क स्विडेनमा गरेको एउटा स्टडी छ, साइन्टिफिक रिसर्च गरेको छ। 1 गिलास दूध खाने, 2 गिलास दूध खाने, 3 गिलास दूध खाने स्वास्नी मान्छेहरूको स्टडी गर्दा के भेटिएको छ, अचम्मक कुरा भेटिएको छ। 1 गिलास दूध खाए 30% हिपको फ्र्याक्चर, 2 गिलास खाए 42% हिप फ्र्याक्चर, 3 गिलास खाए 55% हिप फ्र्याक्चर। अब साइन्टिस्टहरूले के सोध्दैछन् भने तपाईँ दुध खान दिँदै हुनुहुन्छ यी मान्छेलाई के हिप फ्र्याक्चर गराउ भनेर दिएको? वाट यु आर डुइङ इट भनेपछि कुरा के आछ भने तपाईँले दुध खाने भनेको क्याल्सियमको लागि होइन रहेछ। त्यसले हड्डी बलियो हुने भएको भए त त्यो 3 गिलास खाने मान्छेको त झन् फ्र्याक्चर कम हुनु पर्थ्यो नि। त्यसले क्वेसन कहाँ छ भने होइन, दुध खाएर हेल्दी हुने भने छैन। र अहिले कुरोमा के आछ भने अर्को कुरा साइन्टिस्टहरू के सोध्दैछन् अहिले भने सबैले देखाएको छ। के देखाएको छ? एउटा कुरा के देखाएको छ भन्नुहुन्छ भने दुध खाएर बच्चा हुर्किन्छ। दुध खायो बच्चा हुर्कियो, हुर्किएको मान्छेले दुध किन खायो? हुर्किएको मान्छेले दुध किन खायो? के हुर्काउनु छ उसलाई? के बढाउनु छ? मेबी हामी रोगी भएका कारण यही हो कि दुध हो कि दुध पनि वान अफ द फ्याक्टर हो। दुध पनि वान अफ द फ्याक्टर हो। कति व्यक्तिहरू तपाईँ हेर्नुहोस् दुध खाएका छन्, पेट गडबड छ, ग्यास्ट्राइटिस भएको छ, दुधको चिया खाएर हत्तु भएको छन्, दुधको चिया छोड्न सक्दैनन्, ग्यास्ट्राइटिस भएको भए औषधि खाएछन्। दुध नखाऊ न। दुध नखायो, पेटको गडबड हरायो, स्वस्थ भयो, तर सक्दिन दुध नखाइकन। भनेपछि दुध चाहिँदैन। हेर्नुहोस्, मासु, रातो मासु चाहिएन, दुध चाहिएन। त्यसै गरी तपाईँले यो पनिर र जुन बनाउनु भएको छ नि हिसाबमा चाहिँ चिज, त्यो पनि चाहिँदैन। भनेपछि के चाहिन्छ? बरु टोफु चाहिन्छ। टोफु इज बेटर। टोफु राम्रो छ, बुझ्नु भएन? तर हाम्रो देशमा दुर्भाग्यवश टोफु त्यति प्रोडक्सन हुँदैन। धेरै मान्छेलाई त म त अचम्म मान्छु, टोफु के भने? टोफु मलाई त थाहै छैन। अचम्म मान्छन्, टोफु भनेकै सुनेको छैन होइन। भनेपछिको रूपमा हामी कति पछाडि परेछौँ भन्ने लाग्छ क्या मलाई हिसाबमा चाहिँ खानपिनको हिसाबमा सिलसिलामा।